अहिले हामी अल्जेब्राको क्वेसन नम्बर 6 मा सोधिने 1 मार्क्सको लागि एकदमै इम्पोर्टेन्ट क्वेसन्सहरू जुनको फर्मुला सोध्ने गर्छन् चेन्ज गरेर त्यो क्वेसन लिएर आइसकेका छौँ। सो होप यु अन्डरस्ट्यान्ड द भिडियो। इफ यु हेभ एनी क्वेसन यु क्यान कमेन्ट डाउन। सो अहिलेलाई हामीले फर्स्ट क्वेसन दिएको छ, राइट डाउन द ax प्लस by होल स्क्वायर इन एक्सपान्डेड फर्म। सो यो जुन 6 को ए नम्बरमा आउँछ युजली हामीलाई फर्मुला सोधिरहेको हुन्छ र मोस्ट कमन युज फर्मुलाहरू हामी जुन प्रिफर गर्छौँ यहाँ जुन सोधिरहेको हुन्छन् त्यो भनेको ए प्लस बी को होल स्क्वायर है। ए र बी को ठाउँमा जे पनि हुनसक्छ। यो भनेको ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर हुने गर्छन्। त्यसै गरी ए माइनस बी होल स्क्वायर विच वी क्यान राइट ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर। त्यसै गरी ए स्क्वायर माइनस बी स्क्वायर, दिस इज ए प्लस बी टाइम्स ए माइनस बी है। अब 1 नम्बरतिर जाऊँ। सो 1 नम्बरमा जुन सोधिएको क्वेसन छ हामीलाई एक्सपान्डेड फर्मुला लेख्नु पर्यो। कसको त ax प्लस by होल स्क्वायर, यसको एक्सपान्डेड अहिले हेर्न सक्नुहुन्छ। यो भनेको ax भनेको a को टर्ममा आयो, by भनेको b को टर्ममा आयो। यो भनेको a प्लस b को होल स्क्वायर हो। फर्मुला माथि लेखिरहेको छ। सो a को ठाउँमा ax होल स्क्वायर प्लस 2ab 2 प्लस 2 a को ठाउँमा ax, b को ठाउँमा by प्लस b स्क्वायर, दिस इज by होल स्क्वायर। यो भइहाल्छ a स्क्वायर x स्क्वायर प्लस 2ab xy प्लस b स्क्वायर y स्क्वायर। यही नै हाम्रो फर्स्ट नम्बरको एन्सर हो। त्यसै गरी यदि 2 नम्बरमा जानुहुन्छ भने 2 नम्बरको क्वेसन रहेको छ x प्लस 2 लाई एक्सपान्डेड फर्ममा लेख्न भनेको छ। सो x प्लस 2 होल क्यूब, यो भनेको a प्लस b को होल क्यूबको फर्ममा छ। फर्मुला हुन्छन् a क्यूब प्लस 3 इन्टु a स्क्वायर इन्टु b प्लस 3 इन्टु a इन्टु b स्क्वायर प्लस b क्यूब। यसलाई एक्सपान्ड गर्दा यो भयो x क्यूब प्लस 3 2 जा 6x स्क्वायर प्लस 4 3 जा 12x र प्लस 8 है। अब नेक्स्टतिर जाऊँ क्वेसन नम्बर 3 मा। 3 नम्बर क्वेसन के छ त, राइट एक्स स्क्वायर माइनस 1 इन द फ्याक्टराइज फर्म। सो एक्स स्क्वायर माइनस 1 यसलाई हामी एक्स होल स्क्वायर माइनस 1 को होल स्क्वायर लेख्न सक्छौँ ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा। अब एक्स प्लस 1 अनि एक्स माइनस 1 यो। क्वेसन नम्बर 4 अब 4 नम्बरमा क्वेसन सोधिरहेछ। सो वाट टर्म सुड बी इन्सर्टेड इन पी स्क्वायर माइनस ड्यास ड्यास प्लस 36 टु मेक अ पर्फेक्ट स्क्वायर है। हामीलाई पी स्क्वायर माइनस प्लस यहाँ 36 यो बिचमा कुन टर्म हुन्छ त्यो हामीलाई फिल गर्नुपर्ने है। त यसलाई के गर्न सकिन्छ, सुरुमा हेर्नु यो भनेको पी होल स्क्वायर माइनस ग्याप छोडिदिउँ यो भनेको 6 स्क्वायर र फर्मुलामा हेर्नु त ए स्क्वायर माइनस बी स्क्वायरको टर्ममा सुरुमा छ ए स्क्वायर अनि बी स्क्वायर बिचमा 2ab हुन्छ। त फर्मुलाको हामी 2 अनि ए को ठाउँमा p छ, b को ठाउँमा 6 छ, कति आइदियो यो भनेको माइनस 12x। देयरफोर 12 p शुड बी इन्सर्टेड है त। के हाल्नुपर्छ त, इन्सर्टेड। अब क्वेसन नम्बर 5 मा 5 नम्बरको क्वेसन छ, वाट टर्म सुड बी इन्सर्टेड इन 4a स्क्वायर प्लस ड्यास ड्यास प्लस वाई स्क्वायर टु मेक अ पर्फेक्ट स्क्वायर है। सेम क्वेसन अघि जस्तैको क्वेसन हो 4a स्क्वायर प्लस वाई स्क्वायर। यसलाई हामी 2a होल स्क्वायर प्लस वाई स्क्वायर, यो बिचमा हामीलाई ग्याप छ अघि नै यहाँ 2ab हाल्नु पर्यो त 2 इन्टु a को ठाउँमा 2a b को ठाउँमा y छ। सो यो कति भ्याल्यु त 4ay। सो देयरफोर 4ay should be inserted। नम्बर 6 त्यसै 6 नम्बर क्वेसनमा हेरौँ। 6 नम्बर क्वेसन छ, फ्याक्टराइज एक्स स्क्वायर प्लस 4x, एक्स स्क्वायर प्लस 4x लाई फ्याक्टराइज गर्नुहुन्छ। यो सुरुमा x कमन छ, यो भनेको x प्लस 4, यही यसको फ्याक्टराइज भ्याल्यु। अब क्वेसन नम्बर 7 छ,
रिजल्भ इन्टु फ्याक्टर्स एक्स स्क्वायर माइनस 1/64y²। यसलाई फ्याक्टराइज गर्नु छ। यो भनेको एक्स स्क्वायर माइनस 1/8y होल स्क्वायर र यसलाई ए स्क्वायर माइनस बी स्क्वायरमा ब्रेक गरिदिउँ एक्स प्लस 1/8y अर्को भनेको एक्स माइनस 1/8y। यसको फ्याक्टराइज हो। अब 8 नम्बर क्वेसन फेरि 8 नम्बर लेखिदिएको छ 4x स्क्वायर माइनस 25z स्क्वायरलाई फ्याक्टराइज गर्नु छ। सो 8 नम्बर क्वेसन इज factorize 4x square minus its 25z square 25z square है। यसलाई पनि a स्क्वायर माइनस b स्क्वायरमा ब्रेक गरौँ 5z होल स्क्वायर। यो भनेको 2x प्लस 5z अर्को हुन्छ 2x माइनस 5z। यसको सोल्युसन भयो। अब 9 नम्बरको क्वेसन हेरौँ। क्वेसन नम्बर 9 यो के दिएको छ 9y स्क्वायर माइनस 4। यसलाई पनि के गर्न सकिन्छ 3y को होल स्क्वायर माइनस 4 भनेको 2 होल स्क्वायर। फेरि ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला 3y प्लस 2 अर्को भनेको 3y माइनस 2। नेक्स्ट विल बी नम्बर 10 नम्बर दिएको छ। क्वेसन नम्बर 10 रहेको छ 16 माइनस x4। यसलाई फ्याक्टराइज गर्नुपर्ने। सुरुमा यसलाई एक्स स्क्वायर माइनस वाई स्क्वायर यो भनेको 4 स्क्वायर माइनस एक्स स्क्वायर होल स्क्वायर। यो भनेको 4 प्लस एक्स स्क्वायर अर्को हुन्छ 4 माइनस एक्स स्क्वायर। तर यो लास्टको टर्म फेरिदेखि फ्याक्टराइज हुन्छ हेर्न सक्नुहुन्छ। यो भनेको 2 होल स्क्वायर माइनस एक्स होल स्क्वायर। यो भनेको 4 प्लस एक्स स्क्वायर अर्को हुन्छ 2 प्लस एक्स अर्को हुन्छ 2 माइनस एक्स। क्वेसन नम्बर 11 यो भनेको वाई स्क्वायर माइनस एक्स वाई प्लस एक्स माइनस वाई। यसलाई के गरौँ यो दुईटै क्वेसनबाट यदि हामी वाई कमन तान्यो भने यो वाई माइनस एक्स प्लस यो लास्टको दुईटाबाट माइनस कमन तान्यो भने यो फेरि वाई माइनस एक्स हुन्छ। अर्को के भ्याल्यु -1 कमन। सो वाई माइनस एक्स टाइम्स वाई माइनस 1। क्वेसन नम्बर 12 सो 12 नम्बरमा हेर्न सक्नुहुन्छ। हियर हामीलाई भन्छ फर्स्ट एक्सप्रेसन यो भनेको m टाइम्स x माइनस y हो। सेकेन्ड एक्सप्रेसन दिस इज n टाइम्स y माइनस x। जब हामी माइनस यहाँ कमन तान्छौँ भने यो भनेको माइनस n x माइनस y भइहाल्छ। देयरफोर कमन फ्याक्टर भनेको दुईटैमा x माइनस y दिएको छ। x माइनस y भनेको कमन भइदियो। The last one for today, the 13 number question is here भन्दैछ 4 डिभाइड बाई एक्स स्क्वायर माइनस 9 लाई कुन भ्यालु हाल्दाखेरि x को ठाउँमा यो भ्यालु अनडिफाइन्ड छ है। अनडिफाइन्ड हुनको लागि याद के गर्नु यो भ्यालु भनेको 1/0 हुनुपर्छ है। 1/0 गर्दाखेरि अनडिफाइन्ड। अब करस्पोन्डिङ पार्ट हेर्नु त एक्स स्क्वायर माइनस 9 केसँग इक्वल हुनु पर्यो 9 सँग हुनु पर्यो। So x square minus 9 should be equals to 0. X square will be equals to 9 or x square will be equals to plus minus 3 whole square. यो कट्यो therefore x equals to plus minus 3 नै आन्सर हुन्छ।